यो सेसनमा हामी इपानेटमा ब्याकड्रप कसरी लोड गर्न सकिन्छ भन्ने बारे सिक्न गइरहेका छौं। इपानेटमा ब्याकड्रप लोड गर्नको लागि भ्यूमा ब्याकड्रपमा लोड भन्ने अप्सन रहेको छ, यसलाई सिलेक्ट गरौँ र इपानेटले ब्याकड्रपको रूपमा तीनवटा इमेज फाइल फर्मेट मात्र एक्सेप्ट गर्दछ, बीएमपी, ईएमएफ र डब्ल्युएमएफ फर्मेट। तर हामीले प्राय खिचेका पिक्चरहरू चाहिँ कि जेपीजी अथवा कि पीएनजी फर्मेटमा हुने गर्दछ। त्यसलाई चाहिँ इपानेटमा ब्याकड्रपमा लोड गर्नुभन्दा अगाडि चाहिँ फर्मेट कन्भर्ट गर्नुपर्ने हुन्छ। त्यो चाहिँ कसरी गर्न सकिन्छ भन्ने अब हामी सिक्न गइरहेका छौं। सबैभन्दा पहिले हामीको त्यो इमेज फाइललाई पेन्टमा खोलौं र सेभ एज गरौँ। सेभ एज गर्दा चाहिँ हामीहरू पिक्चर फर्मेट चाहिँ बीएमपी पिक्चर सिलेक्ट गरौँ र सेभ गरौँ। यति गरिसकेपछि चाहिँ हामीहरूले अब ब्याकड्रप लोड गर्नको लागि भ्यूमा ब्याकड्रपमा लोड सिलेक्ट गरेर हामीहरूको चाहिँ त्यो पिक्चरलाई चाहिँ ओपन गरौँ। अब हामीहरूको त्यो इमेज फाइल चाहिँ इपानेटको ब्याकड्रपमा यहाँ हामी देख्न सक्छौं र अब यसमाथि चाहिँ हामी नेटवर्क ड्रा गर्न सक्छौं। यसरी नेटवर्क ड्रा गरिसकेपछि चाहिँ हामीलाई यो ब्याकड्रपले यदि यो हामीहरूको नेटवर्क हेर्न अप्ठ्यारो पारिरहेको छ भनेदेखि कुनै पनि समयमा यो ब्याकड्रपलाई हामी हाइड गर्न सक्छौं। त्यसको लागि चाहिँ भ्यूमा ब्याकड्रपमा हाइड भन्ने अप्सन रहेको छ, यसले सिलेक्ट गरौँ र यदि हाम्रो कुनै चाहिँ नेटवर्कको पोर्सनहरू छुटेका छन् भनेदेखि हामी फेरि रिड्रा गर्न सक्छौं र कुनै पनि समयमा हामीले त्यो ब्याकड्रप फेरि हेर्न पर्यो भनेदेखि चाहिँ हामी भ्यू ब्याकड्रप सो गरेर चाहिँ त्यो ब्याकड्रपलाई फेरि ल्याउन सक्छौं। यसरी चाहिँ हामी इपानेटमा ब्याकड्रप लोड गरेर त्यसमा नेटवर्क ड्रा गर्न सक्छौं।